पैसा पराने के फ्री में आउँछ के और आउनु के सानो बच्चा हामीलाई चिन्ता हो यो अरे होइन रास्तामा अब कहाँ रुक्ने गाडी छ उता कता राख्नु त नेपालमा लान पैसा हालेर लिएको फ्रीमा थोड्न लिएको अनि फिर्ता गर्नु न त कहाँबाट उतै यति टाढाबाट लिएको फिर्ता गर्नु बहिनी तपाईकै बच्चा बिरामी हुन्छ भनेर हामीलाई चिन्ता हो बुझ्नु हुँदैन बिमारी खर्च छैन त नि के फिर्ता गर्नु चिन्ता गर्छन् त टाढादेखि लिएको फिर्ता गर्नु फिर्ता पैसा दिन्छ के वापस लान पाउँदैन त्यति लान किन पाउँदैन त किन बेच्नु भएको छ त्यहाँ पनि रोक्नु फेरि बन्द गर्नु दोकानमा पनि अब के भन्ने तपाईँ के भन्ने धेरै बोका छ दुई चारवटा प्याकेट छ यतिको लागि पनि बच्चाको लागि एउटाको लागि पनि रोकिन्छ लान मिल्दैन किन बिहान भन्दा दोकानमा नि बिहान गर्नु न फेरि मैडम लान पाइन्छ नि बुझ्नु न हजुर किन बुझ्नु पढे लेखे किन दोकानमा नि बन्द गरिदिनु बिहान गरिदिनु किन दोकानमा नि बन्द गरिदिनु हजुर यस्तो बुझ्ने मान्छे अब अरे बच्चाको लागि यति टाढादेखि लिएको नजिकै छोड्न लिएको मेरो कुरा सुन्नु एकचोटि के यहाँदेखि छोडिदिए त आलो राख्नु भने अब यति टाढा कतै जाने मेरो कुरा सुन्नु नचम्किनु के नचम्किनु बन्द गर्नु मेरो दोकानमा सकिन्न उता बन्द गर्नु दोकानमा पनि बन्द गर्नु नेपाल सरकार ल मलाई त्यो पैसा दिनु फेरि ल्याउने दिनुहुन्छ पैसा धेरै छैन दुई चारवटा दुई चारवटा मेरो कुरा सुन्नु के सब छ यहाँ यता सुन्नु हजुरको दुई चारवटा थियो भने हुन्छ यत्रो मान्छेको एउटा माझमा हजुर यसरी भन्न मिल्छ किन भन्न मिल्दैन भएको बेला अनि यसमा के भएको बेला चाँदी ल्याएको छु र मैले हामी ड्युटी गर्न आएको हजुरसँग झगडा गर्न आएको होइन झगडा के गर्ने यत्रो सालपछि आएको म यहाँ रोज पनि आउन म यहाँ राम्रो मनले भन्नु न बहिनी यसरी अन्त राम्रो मैले भन्दा राम्रो मैले बुझ्नु नि चिन्ता मना गरिदिनु यो मना छ त हामीले हामीले पैसा हालेर फेरि छ यो पेनहरु त राख्नु फेरि दिनु पैसा फेरि म राख्दिन्छु खुसी खुसी राख्दिन्छु पैसा दिनु यहाँ फ्रीमा होइन पनि दुई चारवटा प्याकेट त छ तपाईले पनि बिहान गरेको छ एउटा बिहान किन त दोकानमा बिहान गर्नु यहाँ पनि बिहान गर्नु बिहान गर्नु पनि यता किन्न पाइयो यता किन्न पनि इन्डियादेखि ल्याउनु पर्ने त यति सामानमा के भइरहेको त यति सामान लग्नलाई पनि यति गर्न मिल्दैन एउटा सिओ पनि त सियो भने त दोकानमा बन्द गर्नु न नेपालमा नेपालमा बन्ने नेपालमा किन पाइयो बन्दैन भारत